हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई डे 7 मिनी ब्लगमा। आजको भिडियोको सुरुवात चाहिँ हाम्रो पसलबाट देखिने भ्यूबाट गरे। बिहान बिहान यस्तो राम्रो भ्यू देखिन्छ नि हाम्रो पसलदेखि। हेर्नु न साथीहरु, अनि चिया खाने बाबुले अन्डा उसिन्दै थिए। चिया नास्ता खाएर अनि बाहिरको भ्यू हेर्दै खाँदै गरे एकछिनसम्म। अनि तल कोठा आएर फर्सीको मन्टा बनाउन लाग्यो। हिज बेलुका ल्याएको थिएँ, प्याल्लै भएछ के पात त। हेर्नु न, यो सालको पहिलो फर्सीको मन्टा हो मेरो। बनाइसक्दाखेरि त हेर्नु न आधा फाल्नु पर्ने, त्यही पनि अलिअलि भयो। कस्तो मिठो लाग्छ कि मलाई फेरि फर्सीको मुन्टा। कति ठुल्ठुलो पात थियो, त्यही पनि जम्मै प्याल्लै भएको के। अनि मैले पकाउन थालेँ, दाल बसाली थिएँ उतापट्टि। मलाई फेरि फर्सीको मुन्टा सादा गरी बनाएको मिठो लाग्छ के। धेरै त्यो मर मसला लसुन प्याज हाले मिठै लाग्दैन। सादा गरी मेथी फुराउने अनि त्यसपछि परपरी भुट्ने, कस्तो मिठो लाग्छ अनि त्यस्तो सादा गरी बनाएको। म त फर्सीको मन्टा खाने बेला त खालि मम्मीले बनाएकै सम्झिन्छु के। मम्मीले कस्तो मिठो गरी बनाउनुहुन्थ्यो, केही हाल्नु थिएन लसुन प्याज, त्यही पनि कति मिठो हुन्थ्यो के। दाल फर्सीको मन्टा, म त फर्सीको मन्टासँग मात्रै पनि खान सक्छु के, त्यस्तो मिठो लाग्छ के। अनि मेरो घर फेरि छोरोलाई पनि बुढोलाई पनि जिराले जानेको दाल मनपर्छ। घिउ तताउने अनि जिरा फुराइदिने, त्यही सादा दाल बनायो, सादा खाना मिठो लाग्छ मलाई त। सादा गरी बनाउँछु म त। अब कसैलाई फेरि धेरै मर मसला हालेको मिठो लाग्छ, कसैलाई सादा मिठो लाग्छ। आफ्नो आफ्नो टेस्ट त भयो नि है। कति काम हुन्छ साथीहरू, खाना बनाउनै पर्यो, घरको काम भन्ने हो। काम कति गरे पनि नभ्याइने के। भाँडा पनि धुनै पर्यो, लुगा पनि धुनै पर्यो, काम कति हुन्छ। म त बिहानमा त होपलेस हुन्छु के, बिहानको काम देखेर त। भन्दाखेरि त के नै काम हुन्छ र, घरभित्र खाना बनाउने र खाने त हो नि भनिन्छ। तर घर त खाना बनाउन पनि कति थोक जुटाउन पर्यो, बनाउनु पर्यो, सरसफाइ गर्न पर्यो। अनि भाँडा उति निस्किन्छन् खाना बनाउँदा, भाँडा पनि धुनै पर्यो। फेरि साथीहरू आफूले त भान्सा सरसफाइ नगरिकन काम गऱ्यो भने फेरि यति झ्याउ लाग्छ नि। त फोहोर देख्यो भने सरसफाइ गर्ने बानी त ठिकै हो साथीहरू, तर कहिलेकाहीँ बिरामी भएको बेला त यति गाह्रो हुन्न। त फोहोर देखेर अरूले काम गरेको चित्तै नबुझ्ने, आफूले गर्न नसकिने कहिलेकाहीँ त। हेर्ने, सरसफाइ गर्ने, भाँडा धुने, कपडा धुने काम त कति हुन्छन् बिहानमा। माथि उहाँ पसलमा जान पनि आत्तुरी लागेको हुन्छ, कति बेला जाम बन्ने हुन्छ। उता छोरोले हत्ताउँछ। भाँडा पनि घोप्टाउँदैछु, भाँडा धोएँ, भाँडा घोप्टाउँछु। अनि त्यसपछि अब यता सरसफाइ गर्नु पर्यो साथीहरू। अनि त्यसपछि भाँडा मिलाएँ, चम्चा फेरि यतापट्टि राख्छु। खाना पनि पाक्यो, बाबुलाई दही ठिक्क बनाइदिएको के, चिनी हालिदिनु पर्छ फेरि। अनि आजको दिन चाहिँ अलि बिजी थियो। अनि दिउँसो यस्तो खायो बाबुले भनेर देखाएँ। फर्सीको बिहा यम्मी भयो अरे मेरो छोरालाई। आजको दिन चाहिँ यस्तै गरी बित्यो साथीहरू। लास्टमा चाहिँ नक्कली नङ देखाएँ ल।